मेरो आवाजको दायरामा रहनुभएका सम्पूर्ण सुन्दर मनका धनीलाई मेरो नमस्कार। जय कला क्रान्ति। विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने अभियानमा अहिले म कर्णालीको जाजरकोटको खलङ्गामा र जाजरकोट दरबारको पृष्ठभूमिमा उभिएर यो कुरा सम्प्रेषण गर्दैछु। नेपाल कला यात्रा पुस्तकमा हामीले नेपालका 77वटा जिल्लाको कम्तीमा 3वटा हेर्नलायक, देख्नलायक र घुम्नलायक ठाउँहरूको चित्र बनाइराख्दाखेरि हामीले 71 सालमा यो अभियान सुरु गर्दाखेरि जाजरकोट दरबारको चित्र यो स्थितिमा थियो र भूकम्पले अहिले विच्छेद गरिरहेको अवस्था छ र हामीले यो किताब निकालेर संसारको 197वटा देशको भाषामा प्रकाशित गरी त्यहीको भाषामा छापेर विद्यालय, विश्वविद्यालय र लाइब्रेरीमा हामीले बाँड्ने अभियान गरेका छौँ, जसले बुझ्छन्, पढ्छन् र नेपालको बारेमा जान्छन् र नेपाल स्वर्ग रहेछ भनेर नेपालमा 1 करोड पर्यटक भित्रिन्छन् र अहिले 12 लाखदेखि 17 लाखसम्मका पर्यटकहरू मात्रै नेपालमा आइरहेको कुरा छ। यो बढेर 1 करोड 27 सालमा हामीले यो अभियान सुरु गरिसकेपछि आउनेछन् भन्ने लिने विश्वास गर्दै हजुरहरू पनि हाम्रो यो यसमा प्रकाशकको रूपमा भाग लिन सक्नुहुनेछ। यसरी हजुरहरूको नाम पनि समावेश हुनेछ र हजुरको नाम, ठेगाना, पद यो QR स्क्यानमा हजुरले गरेपछि देख्न सक्नुहुन्छ। र यो पुस्तक अहिले 1561 जनाद्वारा प्रकाशित गरेको कृति हो र हजुरहरू पनि प्रकाशक रूपमा नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउन चाहनुहुन्छ भने हजुरहरूले पनि यो QR स्क्यान, गुगल QR स्क्यान गरेर हजुरहरू सहभागी हुन सक्नुहुनेछ र यो पुस्तकको मूल्य 650 रहेको छ, जसले हामीलाई विदेशी भाषामा पुस्तक प्रकाशन गर्नको लागि हामीलाई आवश्यक परेको छ। त्यसैले हजुरहरू पनि आउनुहोस्, सहभागी हुनुहोस्। हाम्रै पालामा विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाऊ, समृद्धि बनाऊ। जय कला क्रान्ति, विश्वमा छाओस् शान्ति।